पानीमा म स्कुल पाउँथेँ मेरो मामु चाहिँ क्राफ्ट गरिरहेको अनि म चाहिँ यहाँ ब्लग बनाउँदैछु सरी अनि आज मामु हुन्छ अस्ति चाहिँ मेरो स्कुलमा के एउटा टिचर सेमा म्याम भन्ने हुनुहुन्थ्यो अनि त्यहाँले छेउमा टिचर गर्न जानुभएको थियो मामु अनि त्यसपछि मामुको 2-4 दिन त यहाँ छुट्यो अनि लास्ट टाइममा चाहिँ मामुको त्यहाँ हुन पाएन अनि एउटा निर्मला परियार भन्ने एउटा आन्टी आउनु रहेछ त्यहाँले हामी नेपाली पढाउनुहुन्छ अनि अब एकैछिन पछितिर हामीले घर जाने अब म हजुरलाई देखाउँछु अहिले के गर्दै हुनुहुन्छ होला